छोडारी संयुक्त जेन्जी आन्दोलनको सहसंयोजक तथा सचिवालय हामी सदस्यमा छौँ र साथसाथै हामी जसरी यो जेन्जी आन्दोलनमा बाँधिएका थियौँ हाम्रो सुरुदेखि नै हाम्रो के मान्यता थियो भन्दाखेरिमा चाहिँ यथास्थितिमा हामी निर्वाचन मान्दैनौँ। संसद भवन अगाडि ढलेको, सिंहदरबार अगाडि ढलेको, माइतीघर अगाडि ढलेको हाम्रा जेन्जी साथीभाइहरूले त्यतिकै चुनाव मागेका थिएनन्। हाम्रो एउटै माग के थियो भन्दाखेरिमा यो देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ, यो देशमा कार्यकारी प्रणाली हुनुपर्छ र राज्यका हरेक संरचनाहरू पुनर्निर्माण अथवा पुनर्संरचना गरेर यो देशको स्वरूप बदल्नुपर्छ भन्ने जुन हाम्रो माग थियो ती मागहरू पुरा भएनन् र जेन्जी आन्दोलनको बलिदानमा र रगतमा बनेको सरकारले यी मागहरू कुनै पनि पुरा गरेन। विभिन्न सम्झौताका नाममा, विभिन्न सहमतिका नाममा आन्दोलनको मूल भावलाई तोडमोड गर्ने षड्यन्त्र र प्रयत्न गरियो। त्यसका विरुद्धमा हामी यो आन्दोलन जसरी उठेको थियो, यो आन्दोलनमा जसरी बलिदान भएको थियो र यो आन्दोलनका मुद्दाहरू जे थिए ती पुरा नभएसम्म हामी चुनाव मान्दैनौँ, चुनाव धोका हो भनेर चाहिँ हामी यो संयुक्त जेन्जी आन्दोलनमा बाँधिएका थियौँ र हामी हाम्रा कार्यक्रमहरू र हाम्रा स्ट्राटेजीहरू अगाडि बढाइरहेका थियौँ। यसै सिलसिलामा चाहिँ हाम्रो संयोजक जिले चाहिँ केही हाम्रा यी कमिटमेन्टमा उहाँ एकरूपता हुनु भएन होइन। उहाँले चाहिँ जसरी आन्दोलनलाई उठाउनु पर्ने थियो, जसरी चाहिँ एकताबद्ध गर्दै यी मागहरू स्थापित गर्न उहाँले प्रयत्न गर्नुपर्थ्यो, तर आज चाहिँ चुनावको सन्मुखमा आएर चाहिँ उहाँले चाहिँ हाम्रो आन्दोलनका मुद्दामाथि धोका दिनुभयो अथवा यो ठाउँबाट अब अगाडि कसरी बढेर जाने भन्नेतर्फ केन्द्रित हुन छोडेर उहाँ चाहिँ भागेर चाहिँ कुनै उम्मेदवारलाई समर्थन गर्न जानुभयो भन्ने कुरा हामीले अरूबाटै सुन्न पायौँ। त्यो हाम्रो लागि स्वीकार्य हुँदैन। हामी अन्तिमसम्म चाहिँ हाम्रो मूल्य र मान्यता कायम राख्नुपर्छ भनेर हामी चाहिँ लड्छौँ। हामी अहिले पनि चुनाव मान्दैनौँ। हामी अन्तिमसम्म चाहिँ हाम्रो शरीरमा एक थोपा रगत रहन्जेलसम्म हाम्रा शहीद र घाइतेहरूको पक्षमा हामी बोल्छौँ र यो देशको निकास बिना हामी निर्वाचन हामी मान्दैनौँ। निर्वाचन अहिले पनि हामी भन्छौँ यो धोका हो, यो हामी अन्तिमसम्म हुन दिन्नौँ। हाम्रो ताकतले भएसम्म, जनताले साथ दिएसम्म हामी यसको विरोधमा रहन्छौँ। र अर्को कुरा चाहिँ हामीले बुझ्नै पर्ने कुरा के हो भन्दाखेरिमा चाहिँ आजका दिनमा चाहिँ होइन कुनै पनि न जेन्जीको सहमति पनि छैन, दलहरूको सहमति पनि छैन। केवल नयाँ भनिएकाहरूको एउटा यो मुहिमको आधारमा चाहिँ निर्वाचन जबरजस्त लाग्ने प्रयत्न गरिएको छ। यो देशमाथिको धोका हो, आन्दोलनमाथिको धोका हो, बलिदानमाथिको धोका हो। यो हाम्रो लागि स्वीकार्य छैन र यो आन्दोलन, यो धरना, यो हाम्रो यो संयुक्त जेन्जी आन्दोलन निरन्तर रूपमा आगामी दिनमा अझ सशक्त ढङ्गले, अझ वैचारिक ढङ्गले तल जनतालाई सुसूचित गरेर, चाहे त्यो रिले अनसनका माध्यमबाट हुन्छ अथवा आमरण अनसनका माध्यमबाट हुन्छ अथवा हामी पनि जसरी अहिले दलहरू अथवा केही व्यक्तिहरू चाहिँ निर्वाचनका नाममा जसरी देशव्यापी रूपमा गएका छन्, हामी पनि जेन्जीहरू चाहिँ हाम्रो बलिदान चुनावका लागि थिएन, यो गलत प्रयोग भएको हो भनेर चाहिँ हामी जनतालाई सूचित गर्छौँ। हाम्रा एजेन्डाहरू, हाम्रा विचारहरू स्पष्ट ढङ्ग राखेर चाहिँ हामी अन्तिम निर्णय लड्छौँ। यसका लागि हामी अगाडि बढ्छौँ। तपाईँहरूको कुरा सुन्दा त निकै राम्रो लाग्छ है। तपाईँहरूलाई हाम्रो क्वेसन तितो लाग्ला। अब आज मिरज ढुङ्गाना निस्किनु, भोलि अर्को कोही निस्किएला, यो आन्दोलन त तुइएला नि त। यसरी कहिलेसम्म तोएर राख्नुहुन्छ? यस्तो हो, कुनै व्यक्ति जाने नजाने भन्ने कुरा गौण कुरा हो, तर मुद्दा चाहिँ मुख्य कुरा हो, विचार चाहिँ मुख्य कुरा। मैले अघि भने विचार भनेको मूल्य र मान्यता हो। हामी मूल्य र मान्यताका पक्षमा छौँ। यस बिचमा कोही संयोजक जाला, उपसंयोजक जाला, भोलि मै पनि गइदिउँला होइन, यो कुरा गौण कुरा हो। तर मुख्य विचार ठुलो कुरा हो। हामी विचारलाई बोकेर अगाडि बढ्छौँ। जसरी आन्दोलन भएको थियो, जसरी बलिदान भएको थियो, हामी यसलाई चाहिँ एकदमै अविचलित ढङ्गले अन्तिमसम्म हामी आज यदि स्वार्थपूर्ण ढङ्गले आएको भए हामीलाई पनि टिकट नदिएका होइनन् नयाँ बनिएकाहरूले। अहिले पनि तपाईँले देखाइदिन सक्छु, मेरो मोबाइलमै छ। नयाँ टिकट हामीले पनि पाएको अथवा हामीलाई पनि आश्वासन दिएका हुन्, तर हामी चाहिँ त्यसमा लागेनौँ। अवसरवादीहरू जो अवसरका लागि आन्दोलनमा आएका थिए, जसले अवसर खोजिरहेका थिए, तिनीहरू चाहिँ समानुपाती सूची हुँदै आज केन्द्रीय सदस्य हुँदै आज चुनावमा गएका छन्। जो साँच्चै यो देशको परिवर्तन, सुशासन र यो देशको निकासका लागि आएका थिए, तिनीहरू अहिले पनि सडकमै देख्नुहुन्छ। हामी सडकमै छौँ। हामी अझै पनि काहीँ पनि बिकेका छैनौँ। हामी बिक्दैनौँ। हामीलाई सांसद पद पनि चाहेको छैन। हामीलाई चुनाव लड्नु पनि छैन, लड्दैनौँ पनि। हामीलाई जसरी हाम्रा भाइ बहिनीहरूले
आवाज उठाएका थिए, जसरी उनीहरूले आफ्नो जीवन समर्पण गरेका थिए, ती मुद्दाहरू पुऱ्याउनुपर्छ। हामीलाई अरू केही पनि स्वार्थ छैन। अब जेन्जी आन्दोलन पछाडि जसरी जेन्जी आन्दोलनको लिडरको रूपमा भनेर बालेन शाहलाई भनिएको थियो, बालेन शाह केपी शर्मा ओलीको विरुद्ध प्रधानमन्त्रीको क्यान्डिडेट भएर चुनाव लड्दैछन् के तपाईँहरू पनि लड्नु पर्दैन भने अवसर पाउँदा त युवाले गर्ने हो नि त। माइती गर्न सुतेर के हुन्छ क्या? अवसर जस्तै मानिलिउँ होइन, अहिलेको निर्वाचन प्रणाली मार्फत भोलिका दिनमा यिनै राजनीतिक दल यिनै पुराना नयाँ पुराना मिक्स भएर संसदमा आउँछ। ओके, संसदमा आइरहँदाखेरिमा चाहिँ यी नयाँ भनिएकाहरू राष्ट्रिय सभामा पनि जानुपर्ने होला नि त। संविधान संशोधनको त अर्को एउटा माथिल्लो तह त राष्ट्रिय सभा पनि त छ नि त होइन। यिनीहरू सबै मिक्स भएर आउँछन्। भोलिका दिनमा त्यो संसदले निकास दिन सकेन होइन, त्यो राष्ट्रिय सभामा पुरानै राजनीतिक दलका मान्छेहरू आउनेछन्, तल स्थानीय तहबाट प्रदेश सभाबाट चुनिएर आउनेछन् ती मान्छेहरू होइन। अनि संसदमा मात्र यिनीहरू गएर मात्र हुन्छ। ल यिनीहरूले बहुमत ल्याउने आधार के हो? अनि यिनीहरूले जो प्रधानमन्त्री तोकेका छन् यिनीहरूले जनताले मानिदिन्छन् भन्ने आधार के हो? के पनि छैन नि त। यो त सरासर ठुलो ठाडो धोका हो नि त। त्यो भए हुनाले चाहिँ यिनीहरूबाट कुनै पनि खालको निकास हुँदैन। यो 3 महिनासम्म चाहिँ बन्द कोठाभित्र बसेर चाहिँ बालेन शाहले एउटा स्ट्याटस लेखेको भरमा हाम्रा साथीभाइहरू गोली खान आएका होइनन्, सडकमा आएका होइनन्। अनि 3 महिनासम्म एउटा घाइतेलाई सही चाहिँ नभेटेर चाहिँ अनि सडकका जेन्जीहरूका माग नसुनेर चाहिँ एकाएक चुनावको षड्यन्त्र गरेर रातारात नयाँ गठबन्धन बनाएर होइन, देशले के चाहेको छ, जेन्जीले के चाहेको छ, बलिदानले के चाहेको छ, आज शहीदहरूको अवस्था के छ होइन, के अरे शहीदको परिवारको अवस्था के छ, घाइतेहरूको अवस्था के छ, कसैका खुट्टा छैनन्, कसैका आँखा छैनन्, कसैका कान छैनन्, कसैको हात छैनन् होइन। यो नहेरेर सिधै चुनावमा जान्ने भनेको यो त सरासर अवसरवादी भएन र अवसरवाद भएन र यो सरासर देशमा अर्को राजनीतिक सङ्कट ल्याउने एउटा षड्यन्त्र होइन। यो त सिधा अर्थले बुझ्न सकिन्छ नि होइन। त्यो भए हुनाले यो धोका हो, यो उहाँहरूको षड्यन्त्र हो, यो हामी जेन्जीले मानिदिनुपर्छ भन्ने छैन। ती जो अहिले त अघि हाम्रो मित्रले भने जस्तो यो त राजसभाको चुनाव जस्तो भयो नि त होइन। जेन्जी त राजसभाका लागि बनाएर रहेछ भने अहिले हेर्नुहोस् त कुनै जेन्जीहरू कुनै दलमा गयो त राजसभामा मात्र गएर यदि जेन्जीले चाहेको भए त आफ्नै रिभोल्युसन ल्याउन सक्थ्यो, आफ्नै पार्टी गठन गर्न सक्थ्यो। त्यही पुरानै होइन त्यो विभिन्न मुद्दामा मुछिएका विभिन्न ती होइन परिवृत्तिमा मुछिएका पार्टीमा गएर त यो देशमा त सुशासन आउँदैन होला नि। त्यो भए हुनाले यो धोका हो, यो चाहिँ हामी मान्दैनौँ। अन्तमा अब के गर्नुहुन्छ तपाईँ? अन्त्यमा चाहिँ हामी आफ्ना माग र मुद्दामा स्पष्ट छौँ। यी माग र मुद्दा पुरा गर्ने सन्दर्भमा चाहिँ हामी सम्पूर्ण तहबाट सडकबाट अथवा यो हाम्रो अनसन अथवा रिले अनसन अथवा जनतालाई सूचित गर्ने कुरा हामी पनि अब गाउँ गाउँ बस्ती बस्तीमा जान्छौँ र हाम्रा मुद्दालाई अन्तिमसम्म यो देशमा चाहिँ जेन्जीहरूले 24 घन्टाभित्र चाहिँ यो देशको सत्ता उलट गरेका हुन्। झन्डै 2/3 सरकारलाई ढालेर चाहिँ आफ्नो सरकार बनाउन सफल भएका हुन्। तर सरकार के अरे आन्दोलन हाइज्याक भयो। आज ती हाइज्याक तिनीहरू यदि देशका लागि थियो भने त राजीनामै दिन्थेन नि त होइन। यिनीहरू अवसरका लागि तुरेर बसेका रहेछन् होइन। 2078को कतिको अगाडिको चुनाव सकिएकै थिएन, मिसन 84 चलाइसकेका थिए। त्यसो भए हामीहरूले यिनीहरू अवसरका लागि थिए र यिनीहरू अवसर खोजिरहेका थिए। त्यसका लागि यिनीहरू सरकारमा हामी त्यतिखेर बुझेनौँ होइन। त्यतिखेर जेन्जी आन्दोलनका नेतृत्वकर्ताहरूको वैचारिक चेत राजनीतिक चेत होइन परिपक्व निर्णय नहुँदाखेरिको धोका परिणाम भयो। यी धोकाहरू आन्दोलन विभिन्न समय हुने गर्छन्। तर हामी सबै कुराहरूलाई बुझ्दै निहाल्दै होइन सत्य र सत्मार्गको बाटोमा अगाडि बढ्छौँ र यो कुरामा हामी निरन्तर रूपमा चाहिँ जनतालाई युवालाई जागरुक गर्दै यो आन्दोलनलाई फेरि उठाउँछौँ र अन्तिम निर्णय युद्ध लडेर चाहिँ वास्तविक जेन्जीको सरकार बनाएर हामी अगाडि बढ्छौँ। तपाईँ त जेन्जी आन्दोलन यो संयुक्त जेन्जी आन्दोलनको अहिले सहसंयोजक भन्नु होइन, विप्लवसँग अस्ति सहमति गर्नुभएको थियो, यो आजैबाट टुङ्गियो कि फेरि सहकारी? यो निरन्तर यो कायम नै छ। एउटा कुरा हामीमा के स्पष्ट हुन आवश्यक छ भन्दाखेरिमा चाहिँ जसले जेन्जी आन्दोलनका मुद्दामा सहमति जनाउँछ, जो हाम्रा एजेन्डामा विचारमा अडिग हुन्छ तिनीहरूसँग कार्यगत एकता है। तिनीहरूसँग हामी मिसिएका पनि होइनौँ, तिनीहरूसँग हामी समाहित भएका पनि होइनौँ र तिनीहरूका पछाडि हिँडेका पनि होइनौँ। तिनीहरूलाई हाम्रो पछाडि हामीले हिँडाएका हौँ र तिनीहरूलाई हामीले भनेका हाम्रा मुद्दाहरू यी हुन्, हामीले यो चाहेका छौँ, तपाईँले सहयोग गर्ने कि नगर्ने भनेपछि उहाँले सहयोग गर्छौँ भनेपछि हामीले चाहिँ 4 बुँदे सहमति गरेर चाहिँ विप्लवसँग, सहकारी पीडितहरूसँग, ट्याक्सी व्यवसायीहरूसँग, सुकुम्बासीहरूसँग, मिटर ब्याजी पीडित अन्य विभिन्न अभियानका चाहिँ हामी सहमति अगाडि बढेको। यो अगाडि बढ्छ। यो सबै अब हाम्रो विचार हामीले कहाँसम्म पुग्यौँ भन्दाखेरि यो देश एउटा जेन्जी पुस्ताको मात्र होइन, सबै पुस्ताको देश हो। सबै पुस्तालाई समेटेर लैजानुपर्छ र एउटा सर्वपक्षीय माध्यमबाट सर्वपक्षीय सहमतिबाट देशलाई निकास दिएर यो देशको वास्तविक स्वरूप परिवर्तन गरेर त्यसपछि मात्र चुनावमा जान सकिन्छ। अन्यथा धोका हो। अन्यथा देशले कहिले पनि
देशले न्याय पाउँदैन, देशमा स्थायित्व स्थिरता हुँदैन भन्ने हाम्रो बलियो बुझाइ हो। अब तपाईँहरू यसरी सडकमा बसिराख्नु भएको छ होइन, देश त अहिले अब निर्वाचनमय भएको छ, तपाईँलाई थाहै छ। रासपाले बहुमतको सरकार बनाउँछौँ भन्ने आइडिया आएको छ। त्यसै गरी अहिले काङ्ग्रेसमा नयाँ नेतृत्व आइसकेको छ, काङ्ग्रेस फुटको अवस्थामा गइसकेको, फेरि पनि एकजुट भएर निर्वाचनमा गइसकेको छ। तर तपाईँहरू चाहिँ कहिलेसम्म यो सडकमा बस्ने, यो तपाईँहरू अलिकति अराजकता भएको जस्तो तपाईँलाई लाग्दैन? देश चुनावमा गएको छैन, यो जबरजस्त निर्वाचनै हुन दिन्नौ भन्दाखेरि त तपाईँहरू देश अराजकता होइन, हुनुभयो देश भन्ने देश कहिले पनि होइन। चाहिरहेको छ, जनताले चाहिरहेको कुरा छ, सुन्नु, तपाईँहरू हामी हुँदै हामीले पनि दिन्न तल भन्नुहुन्छ जनतामा गएका छौँ। जनताले युवाले चुनाव चाहेको छैन, जबरजस्ती ढङ्गले चुनाव लादिएको हो, जबरजस्ती ढङ्गले घरबाट मान्छेहरू उठाएर ल्याएर चाहिँ मास देखाइएको हो। यसमा कोही पनि भरमा नपरौँ। सत्यको बाटो, निष्ठाको बाटो र इमान्दारिताको बाटो, त्यसको सुनाइ ढिलो हुन्छ। तर हामी सत्य र न्यायका पक्षमा छौँ। केही ढिलो होला, जनतालाई बुझाउन ढिलो होला अथवा युवाहरूलाई बुझाउन ढिलो होला, तर यो स्थापित भएरै छोड्छ। यसको अब मतलब तपाईँहरूले भन्न खोज्नुभएको जनताले अहिलेसम्म बुझ्नु भएको छैन भन्ने कुरा त जनताले बुझेन। जनताले बुझेको भए जनता अहिले त्यो कसैको निर्वाचनको पछाडि एउटा मोहरा बनेर जान्थेन होला भन्ने लाग्छ। जनतालाई म्यानिपुलेट गरियो कि जनताले के म्यानिपुलेट गरियो भन्दाखेरिमा चाहिँ जेनजी आन्दोलनका मुद्दाहरू चुनाव पछाडि पुरा गर्छौँ, त्यो हामी पुरा गर्छौँ भनेर जनतालाई भ्रम बुझाइयो। तर जनताले के बुझेनन् भन्दाखेरिमा चुनाव पछाडि चाहिँ हुने पुरानै प्रवृत्ति हो, पुरानै संसद हो, पुरानै संसदको अङ्कगणित हो, पुरानै सांसद खरिद बिक्री प्रक्रिया हो भने जनताले बुझेनन्। जनताले के बुझ्नु पर्थ्यो भन्दाखेरिमा चाहिँ चुनावभन्दा माथि विद्रोह हुन्छ, चुनावभन्दा माथि बलिदान हुन्छ, चुनावभन्दा माथि रगत हुन्छ भन्ने कुरा जनताले बुझ्नु पर्थ्यो। तर बुझ्नुहुन्छ, तर ढिला अलिकति समय लाग्छ। रासपाले बहुमत ल्याइहाल्छ, सरकार बनाउँछ, त्यसपछि सरकारको नेतृत्व गर्छ, त्यो भयो भने हामीलाई पुग्छ भन्ने भयो। त्यो त अब उनीहरूले अब एउटा सपना बाँड्न पाइयो होइन, त्यो उनीहरूको लोकतान्त्रिक राइटको कुरा हो। त्यो कुरामा हामीले कुनै पनि विरोध हुन, तर चाहिँ यो देशमा हाम्रो जस्तो नेपालको यो देशमा चाहिँ हामीले इतिहास पढेका छौँ। 2007 साल पछाडि कम्ती 2टा संविधान सभाका 7वटा संसदका चुनाव भएका छन्। कहिले पनि कसैको पनि बहुमत अथवा दुईटिया कसैको पनि आएको छैन। यो भ्रम हो। अहिलेको झन् कन्ट्याक्समा त नयाँ नयाँ पार्टीहरू जन्मिएका छन्। एउटा कुलमान घिसिएकातिर हिँड्नुभएको छ, अर्कोसम्म अर्कोतिर हिँड्नुभएको छ। पुराना पार्टीको दबदबा आफ्नै खालको छ होइन, स्वतन्त्रहरूको आफ्नै छुट्टै खालको स्ट्राटेजी, विचार, क्षमता छ। अहिलेको संसद त झन् अगाडिको भन्दा एकदमै खिचडी एकदमै फरक हुने खालको छ। यो संसदले झन् हामी धेरै त भन्दैन, 3 देखि 6 महिनाभित्र अर्को विद्रोह, फेरि ठुलो विद्रोह जन्माउँछ। देशले अर्को आन्दोलन, अर्को विद्रोह थिच्न सक्दैन। त्यहाँभन्दा अगाडि नै देशले हामी एउटा निकास दिएर चाहिँ यो देशको रूपान्तरण गरेर चाहिँ संविधान संशोधन मार्फत अथवा पुनर्लेखन गरेर चाहिँ यो देशको स्थायित्व कायम गरेर चाहिँ देशमा कहिले पनि अर्को युद्ध अथवा विद्रोह नहुने गरेर अगाडि बढ्नुपर्छ भन्ने हामी जेनजीको, हामी सडकमा रहेका जेनजीहरूको माग हो। ठ्याक्कै भन्दैछु यो चुनाव हुनलाई अब धेरै छैन होइन, लगभग तपाईँलाई म तपाईँलाई यही रोस्टमबाट भन्छु, चुनाव हुँदैन। यो अझै पनि यो मिडिया ट्रायल हो। दलहरू चाहिँ आफ्नो धर्म निर्वाह, किनकि दल भइसकेपछि चुनावमा जानुपर्छ। अफकोर्स उनीहरूले त आफ्नो धर्म पुरा गर्नुपर्छ। आजका दिनमा दलहरू एकदमै नमिठो, त्यो हुन्छ नि, त्यो मन नमिठो बनाएर उनीहरू चाहिँ त्यो मन नलागी त्यो के अरे आफ्नो मन नै दर्तासम्म पुगेका हुन्। दलले चुनाव चाहेका छैन, देशले चुनाव चाहेको छैन, जेनजीले चुनाव चाहेको छैन। तर दलहरू भएपछि आफ्नो धर्म निर्वाह पुरा गरेका हुन्। यो सम्भव छैन, हुँदैन। बेसी रासपामय भयो भन्नु चाहिँ तपाईँले देख्नुभएको छ मधेसमा। तपाईँले देख्नुभयो बालेन शाहले हिजो मात्रै कस्तो बृहत कार्यक्रम रासपाले गर्यो। यो देशमा अहिले देशमा हेर्नुहोस्, अहिले प्रत्येक देशमा महोत्सवहरू भइरहेका छन्। कुनै ठाउँमा ज्योति मगर, कुनै ठाउँमा होइन, कुनै कलाकार गयो, त्यहाँ पनि त दसौँ हजार मास आइरहेका छन्। यो देशमा त कुनै नयाँ अनुहार, नयाँ केही मुभमेन्ट लिएर गयो भने चाहिँ भोलि हामीले पनि मुभमेन्ट लिएर गयो भने हामी पनि 10,000 मान्छे जनकपुरमा, चितवनमा, बुटोलमा धनगढी हामी पनि उतार्न सक्छौँ। त्यहाँ ठाउँै नमिलेर बनाउन सक्छौँ। तपाईँले जनकपुरको भिड देख्नुभयो, त्यो भिड कसरी आयो भन्ने पनि तपाईँहरू पत्रकार एकचोटि यसो हेरिदिनु। मान्छेलाई जबरजस्ती घरबाट उठाएर ल्याएको छ, मान्छेलाई जबरजस्ती गाडीमा हालेर ल्याइएको छ, मान्छेलाई विभिन्न खालको म्यानिपुलेट गरिएको छ। त्यहाँ जबरजस्ती उठाएर ल्याएको भए त्यहाँ बालेन शाह अबको सरकारको प्रधानमन्त्री हुनुपर्छ भनेर नारा किन लगाइरहेको थियो त त्यहाँ जनताले? त्यो त भोलिका दिनमा हेरौँला नि, बालेन शाह प्रधानमन्त्री हुन्छ नि, को हुन्छ नि यो देशमा प्रधानमन्त्री भन्ने कुरा। यो देशमा के युवाले राजनीति बुझेको छैन। यो देशका जनताहरू लाटा छन्। 3 महिनासम्म जनताका छोराछोरीलाई गोली खान लगाएर होइन, जनताका छोराछोरी पञ्चायतमा गोली हान्न लगाएर 3 महिना पछाडि निस्केर म प्रधानमन्त्री बन्छु भने यो देशका जनता बेकुफ छन्। यो देशका युवाहरू के प्रयोगका पात्रहरू हुन्? यो देश के प्रयोग पात्र हो?
हिजो बालेनलाई त हिजो हिजो बालेनलाई त प्रधानमन्त्री दिएकै हुन्थ्यो युवाहरूले आउनुहोस् तपाईँ चलाउनुहोस् आफ्नो भन्नुसार गर्नुहोस् भ्रष्टाचारले जेल हाल्नुहोस् संविधान पुनर्लेखन गर्नुहोस् यो देशको स्वरूप बदल्नुहोस् भने होइन अझ फेरि बालेनले किन मानिदिनु पर्ने यो देशको प्रधानमन्त्री केका लागि हुनुपर्ने बालेन प्रधानमन्त्री 6 महिनाको लागि मात्रै हो यो चुनाव मात्रै गराउन म किन आउनु म 5 वर्षको चलाउँछु भन्नु फेरि ल चुनाव पछाडि 2 महिना यस्तै विद्रोह भयो ल मानौ त्यस पछाडि के हुन्छ चुनाव भयो चुनावको 2 महिना यस्तै विद्रोह भयो त्यसपछि के हुन्छ भदौ 23-24 को आन्दोलन देखाउन चाहनुहुन्छ तपाईँहरू अफकोर्स यदि हाम्रा माग पुरा हुँदैनन् भनेपछि त युवाको आक्रोश कतिसम्म निरही हुन्छ भन्ने कुरा त भाद्र 23-24 को फर्केर हेर्दा हुन्छ हामी अझै थाकेको छ हामी 78 बाट 7980 बन्न तयार छौँ तर यो मूल्य मान्यता हाम्रा विचारलाई हामी छोड्दैनौँ धन्यवाद हस् धन्यवाद